हेलो गुड मर्निङ एन्ड नमस्ते। आज पनि फेरि न्यू डे न्यू ब्लगका साथमा हामी सुरुवात भइसकेको छ हाम्रो न्यू ब्लग है त। अनि आज पनि म चाहिँ रेडी भएर कलेजतिर जान लागेको। प्रायः जस्तो मेरो ब्लग नै कलेज जान लागेको हुन्छ होइन, किनकि अब म त्यति बेलै नै बनाउँछु नि त मैले, टाइमै त्यस्तै त्यस्तै हुन्छ, त्यो भएर पनि हो होइन। ठिक छ, आजको दिनको सुरुवात पनि सुरु भइसकेको छ। अनि आज पनि फेरि पनि मौसम यस्तै गरेछ, पुरा बादल बादल गरेछ, पानी पर्छ कि जस्तो गरेछ, तर अहिलेसम्म त परेको छैन। अब हेरौँ कति बेला पर्छ भन्ने कुरा पनि थाहा छैन। पर्न त पर्छ, कति बेला पर्ने हो त्यही हो गाइस होइन। अब नेपाल जान त मन लागिरहेछ होइन, नेपालको धेरै याद आइरहेछ, गाउँघरमा साथीभाइहरू सबैलाई मिस गरिरहेको छु। अब चाडपर्वहरू पनि नजिक नजिक आइरहेछ, झन् धेरै एकदमै धेरै धेरै मिस हुन्छ नि त होइन। अनि त्यो चाडपर्वमा हामी डुलेको घुमेको मजा छुट्टै छ नि होइन। के गर्नु, परदेशीको जिन्दगी यस्तै हो होइन। भनेको टाइममा न त जान पाइन्छ न त केही मनाउन नै पाइन्छ। त्यही भएर लेट्स सी, ट्राई गर्दैछु, म आउने कोसिस गर्दैछु। हेरौँ अब कतिको जुट्छ या जुट्दैन भन्ने कुरा थाहा छैन। भन्छ नि परदेशी जानु पो सजिलो छ, परदेश गएर घर फर्किन झन् धेरै गाह्रो छ भन्ने जस्तै भइरहेछ होइन। कहिले के मिल्दैन, कहिले के मिल्दैन, त्यस्तै त हो, मिल्दा हुन्न। अब मनबाट चाहना हुँदा हुँदा पनि केही बाध्यता केही समस्याका कारणले गर्दामा पनि जान सकिँदैन। चाहिँ अब सुरुमा के गर्छु भनेपछि म चाहिँ सुरुमा जेपी ब्याङ्कमा जानु छ। म चाहिँ पहिला ब्याङ्कमा जान्छु, अनि त्यसपछि बल्ल म कलेजतिर लाग्छु है त। अनि म चाहिँ त्यहाँ जेपी ब्याङ्कमा गएर हल्का पैसा ट्रान्सफर गरिदिनु पर्ने छ भाइलाई, म चाहिँ त्यो गरिदिन्छु सुरुमा चाहिँ होइन। अनि म चाहिँ हिँड्दै आइरहेको छु, पहिला त्यो काम सकौँ अनि त्यसपछि चाहिँ कलेजतिर लागौँ है त। टाइम छ, थुप्रै टाइम छ होइन। देश भन्ने पनि यस्तै हो भन्ने कुरा होइन। अन्त यस्तो हो, फेरि हुने मान्छेलाई जहाँ गयो पनि हुन्छ होइन, नहुने मान्छेलाई फेरि जहाँ गयो पनि हुँदैन कि। त्यहाँ कहिले कसो अब कसैले भन्छ नि किस्मतको खेलै हो भन्छ नि। अब मलाई चाहिँ पहिला त्यस्तो किस्मतमा यो लक सकमा मलाई चाहिँ विश्वास लाग्थेन, तर जब म बाहिर देश आइसकेँ होइन, तब चाहिँ मलाई यो लक किस्मत भन्नेमा अलिकति विश्वास लाग्न थाल्यो कि। कोही हुन्छ होइन, जति मरि हत्या गऱ्यो भने, जति जे गऱ्यो भने, जति मेहनत गरे पनि हुँदैन, किनकि उसको भाग्य नै खोटो छ, किस्मत नै खराब छ भनेपछि त्यो जति गर्दाखेरि पनि हुँदो रहन्छ कि। हो त्यस्तै त्यस्तै फिल हुन्छ कि कहिले। अनि ठिकै छ, एक न एक दिन होला नि त, किन आत्तिनु पर्यो भन्ने सोचले चाहिँ म अहिलेसम्म अडिरहेको छु होइन। अब सोच त बनाउनु पर्यो, बी पोजिटिभ भन्छ नि, थिङ्क पोजिटिभ बी पोजिटिभ होइन। अब पोजिटिभ सोच्नु पर्यो, पोजिटिभ हुनु पर्यो, त्यो भएपछि एक न एक दिन सफलता जसो तसो भयो भने भइहालिन्छ नि त। The shadows play, the wind hums songs at the break of day, whispering pine. आज चाहिँ हामी गएकोको लाइब्रेरी भ्रमण गरिरहेछौँ है त। कुन बुक लाने हो, बिजनेस
बिजनेस पनि के लाने र होइन अमेरिका त्यो पनि राम्रो छैन पुरानो स्टोरी हो यस्तै त केही बुझिनु दोस्त के हेर्नु ताजमहल देखेर महात्मा गान्धी छ त यहाँ हाम्रो नेपालका गान्धीहरू छैनन् छैन दोस्त ओए यो पठाउँछ सिराउन त्यहाँ हो त्यसरी त्यस्तै हेर के यो कुपन दिएको छ त्यसमा अमेरिकालाई हेरेपछि अनि कहाँबाट बुझिन्छ त संसार बुझिन्छ दोस्त बुझ्न पर्ने यो चाहिँ अलिअलि बुझेला जस्तो छ यतातिर हेरौँ न अरू ठिक छ हेरिदिउँ न हेरिदिउँ के जान्छ र अब कुन किताब छान त भन्यो 2025 छानेर त लैजाऊ न 2052 छानेको थिएँ मैले 2052 को छानेर के गर्ने म 2052 मा पुग्ने जस्तो तिमी त भेटाइहाल्यो त जस्तो अब कुन चाहिँ बुक छान्ने भनेर कन्फ्युज भयो अब हेरौँ कुन चाहिँ लाँदाखेरि ठिक हुन्छ थाहा छैन केही पनि जुनसुकै लग्यो भने हुन्छ हुन त यसो छानौँ भनेको यो सब हाम्रो लाइब्रेरी है जुन किताब छान्नु मन लाग्छ त्यही किताब छानेर लाँदा हुन्छ तोइता त गाडीसँग मतलब छैन तोइता सोइता अनि मेरो हो कार्टुन हेर्नुपर्छ के हो मजा आउँछ नि कार्टुन हेर्नु भने